नमस्ते मेरा प्रिय मित्र साथीहरुलाई रोमन विश्वकर्माको नमस्कार। र म एउटा सानो हजुरहरु समक्ष मेरो मनको कुरा पोख्न मन लाग्यो। म एउटा गोर्खा नेपाली, म दार्जिलिङबाट बोल्दैछु। गोर्खा नेपाली हुनुको नाताले हाम्रो संस्कृति कला हाम्रो एउटा एकदमै हाम्रो जातिलाई बचाइराख्ने हतियार हो। त्यसैले म के भन्न चाहन्छु भने एउटा कुरा कसको गर्नु भन्छु, संगीतको कुरा गर्दाखेरि हाम्रो नेपाली आकाशको कहिले ननिप्ने कहिले नझर्ने चम्किलो तारा स्वर सम्राट श्री नारायण गोपालज्यू, उहाँको गीत मैले सानैदेखि सुन्ने गरेको छु, अहिले पनि सुन्छु। उहाँको गीत गाउनु जानी नजानी पनि गाउँछु। अन्त म किन गाउँछु उहाँको गीत, किन सुन्छु भने उहाँ जतिको हाम्रो नेपाली संगीत जगतमा सायद उहाँ जतिको अब आउनु पनि हुन्न होला, पहिले पनि थिएन, अब पनि सायद भविष्यमा हुन्न होला। त्यसैले उहाँको गीतलाई बच्चादेखि लिएर सानो टिनेजरदेखि लिएर बिचकोदेखि लिएर बुढोपाकादेखि लिएर कुन समयमा नारायण गोपालले गाउनु भएको, कहिले बित्नु भएको र अहिले पनि उहाँको गीतहरू फेमस छ, सबले गाउने गर्छ, सबले सुन्ने गर्छ। त्यसै कारणले हामीले उहाँको गीतलाई बचाइराख्नुपर्छ। यो गीत यस्तो हो, यो गीत पुरानो भयो, यो गीत नराम्रो भयो, अब अहिले त नयाँ जमाना आयो, नयाँ जमानामा त ढाकछाक र ढिचिक गर्ने यो कुनै कस्तो खालको गीतहरू सुन्नुपर्छ, त्यस्तो मात्रै त हाम्रो सोसाइटी हो, त्यही हाम्रो के भन्छ, त्यही हाम्रो सभ्यता हो भनेर हाम्रो नानीहरूले सोच्नु हुँदैन। हामीले पुरानो हाम्रो गीतहरूलाई, नेपाली गीतहरूलाई जगेरा गरेर राख्नुपर्छ। लोकगीत भयो, नारायण गोपालको गीतहरू भयो, कतिवटा देशभक्ति गीत हुन्छ, कतिवटा हाम्रो चेलीमाइतीको गीतहरू हुन्छ, कतिवटा हाम्रो चाडपर्वको विषयको गीतहरू हुन्छ, पुरानो गीतहरू। यो गीतहरूलाई हामीले पुरै फोकस दिनुपर्छ, यो गीतलाई हामीले मान्यता दिनुपर्छ। यो गरेर हामीले हाम्रो नानीहरूलाई, म सङ्गीतको विषयमा भन्छु, यही भन्छु, अरू पनि अझै भन्नुला है। मैले एउटा सानो यो कुरो तपाईँहरूलाई जनाउँदैछु र यो भन्दै म तपाईँहरूबाट बिदा लिँदैछु। नमस्कार।